खुइया न्युजमा तपाईहरुलाई स्वागत छ। आज ढेनी शहरको ढेन्जुम्पा गाउँका भाइचुङ फुतिया भन्ने व्यक्तिकी बुढीको सुकाकै ठाउँबाट एउटा फुलबुट्टे कट्टु रहस्यमय तरिकाले नापत्ता भएको खबर प्राप्त भएको छ। जानकारी अनुसार यो गाउँमा हर साल 250 वटा कट्टु हराउने गर्दछ। यस घटनाको पछाडि कट्टु माफियाका सरदाना कटवाल काफ्लेको हात छ भनेर खबर प्राप्त भएको छ। यहाँको प्रशासनले भने कट्टु माफिया कटवाल काफ्लेलाई पक्राउ पार्न अझै असमर्थ भएको छ। यस घटनापछि नै यहाँका युवा समाज बाटामा आएर प्रशासन र सरकारको कडा निन्दा गर्दैछन् र साथैमा कट्टु हाम्रो स्वाभिमानको नारा लगाउँदैछन्। यस घटनालाई मध्यनजर राख्दै यहाँको प्रशासनले कट्टु धोएर बाथरुममै सुकाउनु भनेर कडा निर्देश जारी गरेको छ।